हाई कस्तो सबैजना ठिक हुनुहुन्छ सन्चै हुन्छ वाज अप आफ्टर भेरी लङ म अहिले कलेजमा छु अनि हामी चाहिँ के अरे हाम्रो यो 3D को हाम्रो वान अफ द फाइनल कोर्स हो होइन त्यसको रेन्डर गर्न आएको छौँ यहाँ हामी 3 जना छौँ को भनेर आफै गेस गर्नु क्रिन्ज कन्टेन्ट हालिदिएर यार कसरी क्रिन्ज भयो ती भन न सबैको प्यारो ब्लगमा एकदम मरिन सो अब यहाँ एउटा केटीका 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 29 एउटा कम्प्युटर छ तर हामीले अहिले चलाइरहेको छ मैले चाहिँ अहिले दुईटा मात्रै कम्प्युटर चलाइरहेको छु किनकि दुईटामा मात्र हार्ड ड्राइभ रिड हुँदो रहेछ अनि हामीले वान ड्राइभमा अपलोड गरेर त्यहाँ अरूमा हाल्नुपर्ने रहेछ जस यहाँ रेन्डर के अरे यहाँ मेरो फाइलहरू अपलोड भइरहेको छ अनि त्यसपछि म अरू सबै कम्प्युटरमा अपलोड गरेर रेन्डर हुन्छ रेन्डर चाहिँ कसरी हुन्छ भन्दाखेरि म देखाउँछु नि सो यो वान अफ द मोस्ट टाइम कन्ज्युमिङ कोर्स हो भन्छु किनकि यो रेन्डरले गर्दा एकदम टाइम खान्छ अनि यो चाहिँ मेरो रेन्डर भइरहेछ हेर्न सक्नुहुन्छ यो निलो भइरहेछ भने चाहिँ इट्स प्रोसेसिङ टाइम लाग्छ त्यही हो सो अब के भन्दाखेरि अब मैले मेरो वान ड्राइभको अकाउन्टमा वान ड्राइभको अकाउन्टबाट मैले उ त गरेँ होइन अपलोड त गरिरहेको छु तर मैले वान ड्राइभको पासवर्ड बिर्सेछु कि त्यसको लागि म फेरि टेन्सन लिनु पऱ्यो सो अब ड्राइभमा अपलोड भयो अब म यहाँबाट फेरि यो पिसीमा सार्नु पऱ्यो त्यसको लागि अर्को टाइम लाग्छ So right now we have Sasakyo weighing 69 kg all the way from यसको घर कहाँ हो we have Sasakyo all way So now we have Sasakyo weighing 69 kg all the way from Dollu 3D को master multimedia को sponsors के रे scholarship पाउने all the way So सास आज किन आएको कलेज तिम्रो त रेन्डर गर्ने के थिएन आज प्रेजेन्टेसन थियो के को प्रेजेन्टेसन अस्ति भनेको भ्लग नम्बर समथिङमा भनेको क्लबको केही भनेको छैन भने थियो भाइ हो भने रहेछ यसको प्रेजेन्टेसन थियो आज यसले क्लब खोलिरहेछ अब यहाँ हामीले यसरी गुगल खोल्नुपर्छ फक पासवर्ड के हो यार यसको त्यही पासवर्ड बिर्सिन्छ कि अब एन्टर पासवर्ड के हो कहाँबाट हेरेको थियो यार सो यस्तो गाह्रो छ हामीलाई के थियो यार पासवर्ड मैले पासवर्ड बिर्सेँ कि पासवर्ड बिर्सेँ यार आई फर्गट द पासवर्ड सो मैले पासवर्ड चेन्ज गरेँ मेरो वान ड्राइभको पासवर्ड के भनेर मैले हजुरलाई भन्यो भने प्ल्याग लाग्छ मलाई म यहाँ डिफ्रेन्ट पिसीहरू अन गरेर त्यसमा डाउनलोड गर्दैछु जो सबैमा अलिअलि भइरहेछ यो दुईवटा पिसीमा त हार्ड ड्राइभ रिड गरेर इजिली भयो तर अरूहरूमा चाहिँ वान ड्राइभबाट गर्नुपर्ने हो वाउ यो पिसीमा पनि डाउनलोड भयो यो पिसीमा चाहिँ यो पिसी नै खोलेन सो यसमा स्किप यो पिसीमा गुगल क्रोम छैन रहेछ मलाई अरू चलाउन मन लाग्यो यसरी चाहिँ 4वटा मात्रै कम्प्युटर युज हुन्छ जस्तो छ अरू 4वटा कम्प्युटरमा जति रेन्डर हुन्छ सो अपडेट एउटा पिसीमा त के रेन्डर त भन्छ तर कहाँ गएर बस्छ केही थाहा छैन त्यो हावा यार सो एउटा अनेस्ट मिस्टेक भएको रहेछ मबाट जुन चाहिँ अब खैरगोलले सबैमा गरेछ अब त्यही भएर तर रेन्डर भइरहेछ अलिकति टेन्सन भइरहेछ हामीलाई एकदम भोक लागिरहेछ तर अब हामीले रेन्डरको लागि हाम्रो हङ्गर सेक्रिफाइस गरिरहेछौँ यो डकुमेन्ट्री त यार एसबिओ नेसनल जियोग्राफीमा आउँछ होला यार डकुमेन्ट्री बनाउनु पऱ्यो मैले चाहिँ 6वटामा 3टामा 4टामा रेन्डर भइरहेछ अरू 2टामा चाहिँ डाउनलोड भइरहेछ अझै आई गेस भोलिसम्म सकिन्छ होला इफ एभ्रिथिङ गोज अकर्डिङ टु द प्लान पति सति गएर जेनेरेटर अफ भएन भने हाम्रो यो ल्याबको पिसी चाहिँ के हुँदो रहेछ भन्दाखेरि एभ्री कति मिनट्समा स्लिपमा जाँदो रहेछ त्यसले गर्दा हाम्रो रेन्डर टाइम रोक्ने रहेछ त्यही भएर एज अ मल्टिमिडिया स्टुडेन्ट हुन्छ नि अलिकति जुगाड निकाल्नै पर्छ त्यही भएर हामीले के गर्यो भन्दाखेरि युट्युबमा केही भिडियो बनायो भने त के हुँदैन सो हामीले के गर्यौँ 10 आवर भिडियो हालिदिने टक्क लगाएर त्यसपछि त अब हुँदै हुन्न जस्ट दिमाग चलाउनु सिक्नुपर्छ अब पनि स्लिपमा गयो भने चाहिँ हाम्रो लक राम्रो छैन भनेर बुझ्न सक्छौँ हामीले किनकि अर्को कुरा चाहिँ के भन्दाखेरि हामीलाई भोक पनि लगाइरहेछ नि खानु पनि जानु पऱ्यो नि त अब यहीँसम्म त खानु मिल्दैन होला क्लासरुममा किनकि एउटा रेस्पेक्टफुल इन्भाइरोमेन्ट हाल्नुपर्छ सो इट्स अलरेडी 5:30 अनि हामीलाई एकदम भोक लागिरहेको छ केही खाएको छैन त्यही भएर अब अलिकति हुन्छ नि सुकुटी चिउरा खान आएको सरी 5:42 भइसक्यो होइन यहाँ हेर्नुहोस् खाइसक्यो यहाँ आइसक्यो हेर्नुहोस् हामी खाजा खाएर आयौँ गोकुललाई यु वेन्ट होम गर्दा भयो अनि यहाँ चाहिँ कलेजमा इट्स लाइक अलरेडी 6 PM अनि अझ रेन्डर गर्दैछौँ खासमा हामीलाई रेन्डर गर्न त्यस्तो हतार त छैन तर हतार छ के
एउटा सिन रेन्डर हुन नियरली 2-3 आवर्स लागिरहेछ भनेपछि यु क्यान जस्ट इमेजिन 18वटा सिन रेन्डर गर्दा कति टाइम लाग्ला इट्स भेरी हार्ड कल गरेछ आज गरेछ अब भने जस्तो हो त्यसैले अब आई गेस दिस इज इट फर टुडे होप यु गाइज एन्जोय द भिडियो आफ्टर सो लङ मेरो कपाल लास्ट भिडियोमा त मेरो कपाल लामो थियो यार आई जस्ट रिमेम्बर्ड द्याट्स इट फर टुडे होप यु एन्जोय द भिडियो थ्याङ्क यू